किन श्रीमान श्रीमती भन्दा पहिले बुढो हुन्छन्, पहिले मर्छन्? एउटा रहस्यमय कुरा। यो संसारमा एक गहिरो मौन तर यथार्थ दृश्य छ, जहाँ श्रीमान प्राय श्रीमती भन्दा पहिला आसक्त हुन्छन्, पहिला थकित हुन्छन् र पहिला यो संसार छोड्छन्। किनभने उनी आफ्नो भावनाभित्रै गुम्स्याएर बाँच्छन्, रुँदैनन्, गुनासो गर्दैनन्, चुपचाप सहन्छन्। घर चलाउने बोझ उनी बोकेका हुन्छन्, श्रीमतीको खुसीका लागि आफ्नो सपनाहरू जलाएका हुन्छन्। श्रीमती आँसु पोखेर मन हल्का बनाउँछिन्, तर श्रीमान भने आँखा भिजाउँदैनन्, आँसु भित्रै लुकाएर मुस्कानमै सारा पीडा लुकाउँछन्। त्यही नलुकाई हुने बोझ मुटुमा चिसो घाउ बनिन्छ। श्रीमती जब थाक्छिन् उनी भन्छन् थाके सघाइदेऊ, श्रीमान थाके पनि भन्छन् म ठिक छु। श्रीमती रोइदिन्छन् भने घर भेला हुन्छ सान्त्वनाको लागि। श्रीमान मनभित्रै रुन्छन्, कोही सुन्दैनन्, बुझ्दैनन्, चिन्दैनन्। श्रीमतीसँग दुःख बाँड्न परिवार साथी नातागोता हुन्छन्। श्रीमानसँग एक झ्याल हुन्छ जहाँबाट हेर्छन् र भित्रभित्रै चिसिन्छन्। सन्तानको भविष्यका लागि उनी निन्द्रा भुलेका हुन्छन्, श्रीमतीको सन्तोषको लागि उनी रहर बिर्सेका हुन्छन्। शब्दहरूभन्दा बढी बोझ बोकेका मन धक धक गरिरहन्छ, चिच्याउँछ तर सुन्ने कोही हुँदैन। यही कारण हो उनी पहिले बुढा देखिन्छन्, पहिले थाक्छन् र पहिले जान्छन्। श्रीमतीले त धेरै कुरा बाँच्छिन् श्रीमान गुमाएपछि पनि, तर श्रीमान आफ्नो जीवनकै आधा श्रीमतीकै लागि दिइसकेका हुन्छन्। अन्ततः संसारलाई भोग्दै, पीडालाई भोग्दै, मौन रहँदै, चुपचाप माया दिँदै एक दिन उनी बिदा हुन्छन्। यही नै हो एउटा श्रीमानको मौन बलिदानको कथा, जहाँ मृत्यु पनि प्रेममा चुप लागेर आउँछ।